बी आउन लागिसक्यो र अझै पनि ड्रोन वर्कर र क्वीन बी कसरी फर्म हुन्छ थाहा छैन भने यो भिडियोबाट बुझौँ है त। सो बेसिकली बीमा चाहिँ टु टाइप्स अफ रिप्रोडक्सन हुन्छ, एउटा हुन्छ पार्थेनोजेनेसिस र अर्को हुन्छ फर्टिलाइजेसन। सो पार्थेनोजेनेसिसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एग चाहिँ हाम्रो स्पर्मले फर्टिलाइज गर्दैन, द्याट मिन्स त्यो अनफर्टिलाइज एग चाहिँ डेभलप हुन्छ डिरेक्टली इन्टु दि मेल बीमा, र त्यो मेल बी भनेको नै ड्रोन बी हो। त्यस्तै गरी फर्टिलाइजेसनमा चाहिँ के हुन्छ भन्दा त्यो एगलाई चाहिँ स्पर्मले फर्टिलाइज गर्छ, त्यो स्पर्म चाहिँ कहाँबाट आउँछ भन्दाखेरि चाहिँ त्यही ड्रोन बीबाट आउँछ, र यसरी चाहिँ के हुन्छ फिमेल बीको फर्मेसन हुन्छ। र यो फिमेल बी पनि के हुन्छ टु टाइप्स अफ हुन्छ है त। सो द्याट मिन्स एउटा चाहिँ के हुन्छ फर्टाइल फिमेल बी, एउटा चाहिँ हुन्छ स्टेराइल फिमेल बी। फर्टाइल फिमेल बी भनेको त्यसले चाहिँ रिप्रोडक्सन गर्न सक्छ, रिप्रोड्युस गर्न सक्छ हो भने स्टेराइलले चाहिँ गर्न सक्दैन। सो यो फर्टाइल फिमेल बी भनेको चाहिँ हाम्रो क्वीन बी हो भने स्टेराइल चाहिँ हाम्रो वर्कर बी हुन्छ। यो क्वीन बीको फंक्सन भनेको एगले गर्नु हो भने सो वर्कर बीको फंक्सन भनेको चाहिँ नेक्टर कलेक्ट गर्ने भयो, अनि त्यस्तै गरी हाइभको प्रोटेक्सन गर्ने भयो है त। Follow for more such contents.